यहाँदेखि लिएर यहाँसम्मको लेन्थ कति छ? 3000 छ। यो स्प्यान हो, वालको स्प्यान हो, बियरिङ भन्छ यसलाई। 230 mm को बियरिङ हो कि होइन? सो मैले 3000 मा 230 230 जोडेँ भने कति हुन्छ? 460 भनेपछि 3460 भयो कि भएन? मैले रेक्टेङ्गल लिएँ 3460 ट्याब अरू कुन चाहिँ त 4460 230 भनेको यसको यो ग्याप भयो, यो यहाँदेखि यहाँसम्मको ग्याप बियरिङ हो, वालको बियरिङ हो। यहाँ तल वाल आउँछ नि, स्ल्याब त तपाईँको यहाँसम्म मात्र हुन्छ, सेन्टर टु सेन्टर हो यसको, सेन्टर टु सेन्टर निकाल्यो लेन्थ। अनि 3230 हुन्छ नि त, किनकि 115 115 हुने भयो नि त जम्मै। यो भयो नि, अफसेट गरेँ मैले कति राखेँ? 230 भित्र गरेँ। केही डाउट छ? छैन नि यसमा? फेरि मैले के गरेँ? अफसेट गरेँ, स्ल्याबको कभर कति? 20 mm भित्र गरेँ। ठिक छ, केही डाउट? अब हामीलाई के गर्नु पऱ्यो? क्र्याङ्क बनाउनु पऱ्यो है, मेन यहाँबाट स्टार्ट गर्ने तपाईँ है, जुनसुकै ठाउँमा राख्दा हुन्छ यसमा होइन। अब मैले के गरेँ हेर्नुहोस् त, यहाँदेखि लिएर यहाँसम्मको लेन्थ कति छ? 425 छ नि, बुझिराख्नुहोस् तपाईँ। 425 एन्टर गरेँ मैले होइन। अब बल्ल मैले के राख्छु? क्र्याङ्क बार हाल्छु, यो हो कि होइन? मैले अब के गर्छु? अर्थोलाई अफ गरिदिन्छु। हेर्नुहोस् है, डिजाइन गरेर गर्छु, अर्थोले अफ गरिदिएँ। क्र्याङ्कको लेन्थ प्रायः 1 mm को हुन्छ, यो जुन लेन्थ थियो नि 1 mm को हुन्छ, 4 इन्चीको हुन्छ। ठिक छ, ट्याप गरेँ मैले र यसलाई कति डिग्रीमा राखेँ मैले? 45 डिग्रीमा राखेँ, बेन्ड गरेँ भयो नि। फेरि मैले पर्पेन्डिकुलरलाई अन गरेँ र यसलाई यहाँसम्म राखिदिएँ। बुझ्नुभयो? केही डाउट छ तपाईँलाई? तपाईँलाई छ? अब हामीलाई के गर्नुपर्छ? तपाईँले यसैले हामी मिरर गरेर उता राख्दा नै भयो होइन, तर हामीलाई के गर्नुपर्छ? पहिला यसलाई चाहिँ मिरर गर्नु। नगरे ठिक छ नि होइन। अब मैले के गर्छु? अफसेट इन्टर गर्छु। कतिको ग्याप छ यो बिचमा? 150 छ नि। सो मैले 150 को अफसेट दिएँ। ठिक छ, 150 को के दिएँ मैले? अफसेट। अब मैले यसलाई सिलेक्ट गर्छु। पहिले यहाँबाट मैले अर्को त्यो कोरिहाल्छु नि लाइन, किनकि यहाँ लाइन कोरेको छैन नि त, कहाँ राख्ने भनेर। कति छ? 425 छ नि। अब हेर्न सक्नुहुन्छ तपाईँहरूले, मैले यो चुचोलाई समातेँ एन्टर गरेर र यसलाई मैले यहाँसम्म टच गरेँ यसरी, किन यसको उता जान्छ नि त हो नि। मैले रिङ गरिदिन्छु ल। भयो, यसलाई पनि एक्सटेन्ड भयो नि, बन्यो। केही डाउट छ? छैन नि। अब फेरि के गरेँ मैले? यताबाट पनि सेम त्यस्तै गरेँ। बन्छ कि बन्दैन? अब बनाइदिनुपर्छ यो पनि। हरिजन्टल वालाको 325 यो
सय 325 यहाँबाट हो कि यता यो 8 mm यताबाट? यहाँबाट यहाँबाट हो? अनि यहाँबाट डटेड लाइनबाट 20 mm यतापट्टिबाट। नो 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 Dotted line। यहाँबाट त्यहाँबाट त्यो 2 mm अँ। ल यता गर्ने है हामी के भयो किनभने त्यो यो कति राख्ने हामी 100 mm ट्याप यो कति राख्ने 301। कता छ यो 4 इन्चको भनेपछि त्यही भएर आउँदै 25 चुका 100 कति रहने 125 यो त 35 डिग्रीमा राख्ने हामीले 100 पोइन्ट ट्याप भएन 100 ट्याप 35 डिग्रीमा अघि 45 हुँदै थियो होइन सर अन्त त अस्ति मेरो 135। एङ्गल हेरेर राख्ने हो नि त जहिले पनि यसरी जाँदाखेरि 45 मा राख्ने हजुर यसरी आउँदाखेरि 35 कि त 135 भयो नि सेम यसैलाई मिरर गरेर तल पारिदिने सकिन्छ नि अब बनाउन यो बनाउनुहोस् त यो सेक्सन पनि सेम बिम जस्तै छ र प्रोजेक्सन छ बनाउँदा मैले 2 स्ल्याब सकाइहाल्नु छिटो सकाउँ कि